Hello and namaste everyone. Welcome to ML Teach and Learn. So last time चाहिँ हामीले बेसिक कुराहरु हेरेको थियो एपिसोड नम्बर 1 मा. So today we are on episode number 2. So आज चाहिँ हामी के सिक्दै छौं भन्दाखेरि नम्बर 1 मा major chords, number 2 मा minor chords अनि strumming thumb index patterns, and then finally we'll learn about the symbols used in rhythms. के symbols हरु हुन्छ हामी त्यसलाई हेर्ने छौं. Now let's dive into the video. सो अब चाहिँ हामी मेजर कर्ड सिक्दैछौँ. सो मेजर कर्डमा जानु अगाडि चाहिँ म अलिकता गिटार लेसन नम्बर 1 एपिसोडको अलिकता रिभाइज गर्नेछु. सो मैले लास्ट टाइम चाहिँ कसरी कर्ड डायग्राम पढ्ने भन्ने सिकाएको थिएँ. सो मैले यहाँ एउटा कर्ड राखेको छु ए मेजर है, तपाईँले यहाँ देख्दै हुनुहुन्छ. सो तपाईँले यो ए मेजरको तपाईँले राइट ह्यान्ड साइडमा हेर्नु भने त्यो चाहिँ सबैभन्दा पातलो स्ट्रिङ भयो, अनि त्यसपछि लेफ्ट ह्यान्ड साइडको सबैभन्दा मोटो स्ट्रिङ भयो. त्यसपछि यदि त्यो कर्ड डायग्राममा तपाईको एक्स लेखेको छ भने त्यो स्ट्रिङ चाहिँ नबजाउने हैन. जस्तै यो ए मेजरमा चाहिँ तपाईको के हुने त भयो भन्दाखेरि यो माथिको 6th स्ट्रिङमा चाहिँ क्रस गरिएको छ र तपाईको यो 5th र लास्टको स्ट्रिङमा चाहिँ 0 0 राखेको छ. त्यो भनेको चाहिँ त्यसलाई ओपन बजाउने भनेर. अनि त्यसपछि तपाईले यो बारहरु देख्दै हुनुहुन्छ. बारले चाहिँ के रिप्रेजेन्ट गर्छ भन्दाखेरि चाहिँ फ्रेट. सो तपाईले यति बुझ्नु भयो भने चाहिँ हामी मेजर कर्डमा जाने छौं. सो नाउ लेट्स मुभ विथ द मेजर कर्ड्स. अब चाहिँ हामी ए मेजर हेर्दै छौं सुरुमा. सो ए मेजरमा अलिकता जानु अगाडि मैले कर्ड डायग्रामको बारेमा पनि तपाईलाई बुझाएँ. अब एकचोटी फिंगरको एकचोटी नम्बर हेरौँ है. त्यसो इन्डेक्स नम्बर 1, मिडल नम्बर 2, यो रिङ 3rd अनि पिंकी चाहिँ 4. यो चाहिँ याद गर्नुस् कति कर्ड डायग्राममा चाहिँ फिंगर नम्बर दिएको हुन्छ, कतिवटामा दिएको हुँदैन. सो तपाईले मैले यहाँ साइडमा पनि कर्डहरु सबै राखिदिएको छु. तपाईले साइडबाट पनि तपाईले रेफरेन्स लिन सक्नुहुन्छ. सो ए मेजरमा के हुने भयो भन्दाखेरि यो माथिको 6th स्ट्रिङ चाहिँ क्रस यो नबजाउने र त्यसै 5th ओपन 0 राखिदिएको छु. र त्यसपछि चाहिँ तपाईको यो सबै चाहिँ केमा छ भन्दा सेकेन्ड फ्रेटमा है. तपाईले यहाँ देख्दै हुनुहुन्छ सेकेन्ड फ्रेटमा. सो यो सेकेन्ड फिंगर चाहिँ के हुने भयो त भन्दाखेरि यो 6 5 4 4 मा हुने भयो. यो तपाईको 1 2 3 थर्ड फिंगर तपाईको सेकेन्ड फ्रेटको यो 3rd स्ट्रिङमा. त्यसपछि पिंकी चाहिँ केमा हुने भयो त भन्दाखेरि बी स्ट्रिङको सेकेन्ड फ्रेटमा हुने भयो र यो लास्ट टोकालाई ओपन. अब यो बजाउँदाखेरि चाहिँ थम्ब यस्तो हुन्छ. थम्ब लिएर यसरी चाहिने यहाँ त हैन, यहाँबाट किन यसलाई क्रस गरेको छौं. So this is A major. So now let's move with the B chord. है त्यस्तो थियो. अब ए चाहिँ जुन चाहिँ सेकेन्ड फ्रेटमा थियो. सो यो तीनटै फिंगर. सो त्यसलाई चाहिँ हामी कहाँ लान्छौं त भन्दा 4th फ्रेटमा. हेर्नुस् त 1 2 3 र 4 मा. 4 मा लगाएर त्यसपछि यो इन्डेक्स फिंगरलाई चाहिँ हामी के गर्छौं त भन्दाखेरि यो सेकेन्डको फर्स्ट स्ट्रिङमा राखिदिन्छ र बजाउँदाखेरि यो माथिको 6th र 5th लाई चाहिँ क्रस छ नबजाउने र चारवटा चाहिँ यसरी बजाउँछ. सो दिस इज बी मेजर. अब हेर्नुस् त तपाईले यो कर्ड बजाउँदै गर्दाखेरि चाहिँ यस्तो हैन है, यस्तो भयो भने चाहिँ हुँदैन है. यस्तो 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 यो यसरी थिच्यो भने चाहिँ बज्दैन है, सबै म्युट गरेको साउन्ड आउँछ. सो तपाईले चाहिँ के गर्न पर्यो, यो यसो बजाउँदाखेरि चाहिँ कर्भ हुन पर्यो के. हेर्नुस् त मजाले फिंगर देख्दै हुनुहुन्छ नि, यसरी मजाले कर्भ घुमेको पाल देखिन पर्छ. यस्तो चाहिँ फिंगर हुनु पर्छ. जस्तै ए मेजर हो भने पनि यसरी घुमेको मजाको छ नि त हैन, यस्तो हैन कि यसरी कर्भ मजाले घुमेको छ. सो यसरी चाहिँ राख्न पर्यो है फिंगर. अनि यो राख्दै गर्दाखेरि यो टिप्सहरुमा यसरी हैन है, यसरी पनि हैन, यो टिप्सले मजाले चाहिँ यो फिंगरको टिप्सले चाहिँ यसरी कर्भ शेपमा राख्यो भने चाहिँ राम्रो हुन्छ. सो ए मेजर हेर्यो. सो दिस इज बी मेजर. अब सी मा जाउँ. सी एकदम सिम्पल छ. तपाईले डायग्राम पनि यहाँ देख्नु भएको छ, सजिलो भइहाल्छ. सो दिस इज सी मेजर. यो माथिको क्रस छ 6. अब हामी केमा आयो 5th स्ट्रिङ अनि त्यो फ्रेट चाहिँ 3rd. हामी कुन फिंगर लिँदैछ 1 2 3 यो. त्यसपछि सेकेन्ड फ्रेटको 4th स्ट्रिङमा मिडल फिंगर 1 2 भयो, यो नि भयो. अब त्यसपछि यो जी स्ट्रिङ छ नि त्यसलाई ओपन गर्ने, यसमा केही पनि नथिच्ने. तर बी स्ट्रिङको चाहिँ फर्स्ट फ्रेटमा चाहिँ यो फर्स्ट फिंगरले इन्डेक्सले चाहिँ यसरी थिच्ने अनि यसलाई ओपन है. यो माथिको नबजाउने. अब बजाउँदाखेरि चाहिँ 5th बाट सर्छ. सो दिस इज सी मेजर है. सजिलो छ, केही गाह्रो छ छैन. सो अहिले के सिक्यो हामीले, ए मेजर, बी मेजर, सी मेजर. Now let's move with the D measure. D measure एकदम सजिलो छ. अब D हेरौँ है त. यो D मा हेर्नुस् त तपाईले हेर्दै गर्दाखेरि यो माथिको दुईटा नबजाउने. सो 6 र 5 नबजाउने. यसलाई ओपन. त्यसै तपाईको 0 छ यहाँ कर्ड डायग्राममा देख्दै हुनुहुन्छ. र त्यसपछि यो इन्डेक्स फिंगर सेकेन्ड फ्रेटको तपाईको यो 3rd स्ट्रिङमा. त्यसपछि यो 3rd फ्रेटको सेकेन्डमा भयो हैन, सेकेन्ड स्ट्रिङमा. त्यसपछि यो मिडल फिंगर सेकेन्ड फ्रेटको तपाईको फर्स्ट स्ट्रिङमा राख्ने अनि बजाउँदाखेरि 4th बाट माथिको दुईटा नबजाउने. सो दिस इज डी मेजर. नाउ लेट्स मुभ विथ द ई मेजर. ई मेरो एकदम फेभरेट कर्ड हो. ई मेजर चाहिँ ओपन कर्ड हो, मजा आउँछ बजाउन पनि है. अब हेर्नुस् त ई मेजरमा सबै बजाउने ढुक्क साथ
यो माथिको पनि बजाउने तर यसलाई नथिच्ने, त्यसैले मैले 0 राखिदिएको छु। अब त्यसपछि यो मिडल फिङ्गर सेकेन्ड चाहिँ तपाईँको सेकेन्ड फ्रेटको कहाँ हुन पर्यो भन्दाखेरि 5th स्ट्रिङमा, यो थर्ड फिङ्गर चाहिँ तपाईँको सेकेन्ड फ्रेटको 4th स्ट्रिङमा, त्यसपछि यो इन्डेक्स चाहिँ तपाईँको फर्स्ट फ्रेटको, यो इन्डेक्स चाहिँ फर्स्ट फ्रेटको यहाँ फर्स्टमा हुन पर्यो। यो कुन स्ट्रिङमा भन्दाखेरि तपाईँको थर्ड स्ट्रिङमा हुन पर्यो है, यसरी मजाले। अब यो लास्टको दुईटा यो बी र ईलाई चाहिँ ओपन थिचेको छैन। सो दिस इज ई मेजर, साउन्ड मजाले आइरहेको छ। अब एफ मेजर, अब एफ मेजर सिकाउँदै गर्दा चाहिँ म तपाईँलाई अलिकता बार कर्ड पनि सिकाउँछु है, सजिलो हुन्छ। अब एफ मेजरको लागि तपाईँले के गर्नुहोस्, यही ई छ, ईमै राख्नुहोस् र यसलाई जस्ट फिङ्गर मात्र चेन्ज गर्नुहोस्। हेर्नुहोस् त, यो माथिकोलाई यहाँ ल्याउनुहोस् यसरी, हेर्नु है, ई मेजर यस्तो थियो ई मेजर। यही ई मेजरलाई मैले फेरेको मात्र, यसलाई यो तपाईँ रिङलाई यहाँ माथि लानुहोस्, यो पिङ्कीलाई तपाईँको यो 4थमा लानुहोस् र अर्को चाहिँ यहाँ यो थियो हाम्रो, तर यसले मिडल फिङ्गरले रिप्लेस गर्यो, यो ई मेजर हो है। यसरी बजाउँदा नि हुन्छ ई मेजर। तर एफको लागि अब यसलाई ठ्याक्क एक स्टेप अगाडि लानुहोस् यसरी भित्र, ठिक छ। यस्तो थियो, यस्तो थियो ई मेजर, यसलाई हामीले यसरी फिङ्गर मात्र चेन्ज गरे, ओके। अरू सबै एउटै हो, यसलाई एक स्टेप यता लानु र यो छ नि यसले चाहिँ बार, अलिक गाह्रो चाहिँ हुन्छ है, यो बार कर्ड हो। अब यसरी बजाउन मन छैन, अर्को प्याटर्न पनि छ, यो दुईटालाई तपाईँले यसरी पनि थिच्न सक्नुहुन्छ है, तर यो झन् अझै गाह्रो हुन्छ, किन यसले चाहिँ तपाईँको बी र स्ट्रिङको फर्स्ट फ्रेटमा चाहिँ दुईटालाई सँगै थिच्न पर्यो यसरी, अरू बाँकी त। सो दिस इज एफ मेजर, यसरी बजाउँदा नि यसरी बार कर्ड बजाउनु भन्छ, पछि नि सजिलो हुन्छ है। सो दिस इज एफ मेजर। अब फाइनली जी मेजर हेरौँ है। सो जी मेजर पनि एकदम ओपन हो, यसमा हामी सबै स्ट्रिङ बजाउँछौँ। सो के भयो त, थर्ड फ्रेटको यो 6th स्ट्रिङमा चाहिँ हामी के राख्छौँ त, सेकेन्ड फिङ्गर, मिडल फिङ्गर। त्यसपछि सेकेन्ड फ्रेटको हामी 5th स्ट्रिङमा यो इन्डेक्स राख्छौँ, यो भयो। त्यसपछि अरू सबै यता ओपन। त्यसै लास्टको दुईटा स्ट्रिङलाई हेरौँ ल। बीमा यो थर्ड फ्रेटको तपाईँको थर्ड फिङ्गर यो यहाँ राख्छौँ है, बी स्ट्रिङमा सेकेन्ड स्ट्रिङ त्यो भनेको। र अर्को चाहिँ थर्ड फ्रेटको यो तपाईँको 4th स्ट्रिङ चाहिँ यो पिङ्कीलाई चाहिँ हामी के गर्छौँ त भन्दा ई स्ट्रिङमा राख्छौँ, लास्टको स्ट्रिङमा, र सबै यसरी। सो दिस इज जी मेजर। अब एकचोटि रिभाइज गरौँ है त, ए बी सी डी ई र एफ अनि फाइनली जी। सो यो चाहिँ सबै के भयो त, मेजर कर्ड भयो। अब अहिले चाहिँ मैले सिक्वेन्स म्यानरमा बजाइरहेको छु एदेखि जी, तर हामी अर्को क्लासमा चाहिँ रिलेटिभ कर्ड कुन पछि कुन बजाउँदा मिठो सुन्छ, कुन कर्ड चाहिँ कुनसँग कनेक्टेड छ भन्ने कुरा चाहिँ हामी नेक्स्ट क्लासमा हेर्नेछौँ। नाउ अब चाहिँ हामी मेजर कर्ड सक्यो, नाउ लेट्स मुभ विथ द माइनर कर्ड्स। अब चाहिँ हामी माइनर कर्ड्स हेर्दैछौँ है। सो तपाईँले मेजर र माइनरको म सानो कुरा के भन्न चाहन्छु भने, सो मेजर भनेको चाहिँ एकदम ह्याप्पी साउन्डिङ हो, हेर्नुहोस् त, ए एकदम खुसी जस्तो साउन्ड छ। तर माइनर हो भने चाहिँ के छ त, अलिकता स्याड सङहरूमा प्रायः युज हुन्छ। हेर्नु त, अब मैले ए मेजर भयो, अब ए माइनर स्याड टाइपको छ। सो अब माइनर हेर्नुहोस्, अब तपाईँले चाहिँ अब गीतहरू अलिक कम्पोजहरू गर्दा केही बजाउँदाखेरि चाहिँ प्रायः माइनर कर्ड चाहिँ केमा युज गर्न पर्यो, अलिक स्याड सङहरूमा, ओके। ल अब ए माइनर हेरौँ है। सो ए माइनरमा के छ हाम्रो, ए राखेका थियौँ हो, ए राखेका थियौँ, यो पिङ्की हटाइदिनु, अरू जे छ त्यही है, ए मेजर थियो, पिङ्की हटाइदिए यस्तो। र अर्को चाहिँ के गर्न पर्यो त भन्दाखेरि यो इन्डेक्स फिङ्गरले चाहिँ तपाईँको फर्स्ट फ्रेटको सेकेन्ड स्ट्रिङमा चाहिँ यसरी थिच्न पर्यो, ए थियो यो हटाइदिए यस्तो भयो। अब यसमा चाहिँ के गर्ने, यो 6th स्ट्रिङलाई क्रस नबजाउने र अरू बाँकी यो सबै बजाउने। यो चाहिँ ओपन, यो र यो ओपन है, ए र ई ओपन। सो चाहिँ यो चाहिँ के भयो त, ए माइनर। तपाईँले देख्दै हुनुहुन्छ, कर्ड डायग्रामको पनि रिफरेन्स लिन सक्नुहुन्छ। अब बी माइनर हेरौँ ल। अब बी माइनरको लागि चाहिँ के गर्ने त भन्दा, यसलाई म हल्का चेन्ज मात्र गर्छु, पोजिसन तपाईँको पोजिसन चाहिँ ए नै हुन्छ, तपाईँको फिङ्गर मात्र म चेन्ज गर्छु है त। अब हेर्नुहोस् त, ए माइनर मैले यसरी बजाएँ, यस्तो थियो, त्यही ठाउँ हो, तर जस्ट यो चाहिँ तपाईँको के भयो त, यो रिङ फिङ्गर चाहिँ यहाँ माथि, यहाँ के आउने भयो त, स्मल फिङ्गर पिङ्की, त्यसपछि मिडल फिङ्गर चाहिँ यहाँ जाने भयो इन्डेक्सको ठाउँमा। सो चाहिँ यो चाहिँ यसरी ए माइनर। अब बी माइनर बनाउनको लागि मैले यसरी चेन्ज गरेको। अब यसलाई के गर्ने त भन्दाखेरि, यो यहाँ होइन, अझै 2 स्टेप है, यहाँ भयो, एक छोडेर अर्कोमा आउनु पर्यो। सो दिस इज बी माइनर। अब के भयो त, यो एउटै छ है, यहाँ ए माइनर थियो, त्यसो मैले यहाँ ल्याएँ, त्यसै यसले चाहिँ बार गरिदिने, यो माथिकोलाई पर्दैन किन यो क्रस छ नबजाउने। सो दिस इज बी माइनर, बार गरिदिने यसले सबैलाई, सेकेन्ड फ्रेटमा सबैलाई बार गरिदिने। सो दिस इज बी माइनर। अब हेर्नु है,
अब बी माइनर म तपाईलाई सी सिकाउँछु। अब सी चाहिँ के गर्ने, यो सी नोट हो। तपाईले नोटको बारेमा त पढ्नु भएको छैन, तर पछि गएर पढ्नुहुन्छ। यो सी नोट हो भने अहिले बी माइनरमा यसरी राख्नु भएको थियो नि, ठ्याक्क यता यहाँ थियो, एक स्टेप यता ल्याउनु भने जो दिस इज सी माइनर। सजिलो छ। अब तपाईलाई कहिलेकाहीँ सी शार्प माइनर चाहियो भने त्यस्तो नै हामीले अलिकति एडभान्स पढाएको छैन, बट तपाईहरुको नलेजको लागि। सो यो बी माइनर यहाँ आएपछि सी माइनर, यो चाहिँ सी शार्प माइनर हुन्छ है। तपाईले चाहिँ अहिले चाहिँ हामीले के सिक्यौं, ए माइनर, हामीले देन वी लर्न अबाउट द बी माइनर, हामीले सी माइनर पनि सिक्यौं। अब डी माइनरमा जान्छ है। डी माइनरको ओपन है, यसरी यसरी बजाए पनि हुन्छ, यसरी बजाए पनि हुन्छ है, एउटै कुरा हो। यो बजाउनुको कारण चाहिँ के, यो औँला खाली भयो भने कहिलेकाहीँ यहाँ पनि बजाउन जान्छ के है, अलिकता रक सङहरुमा। अब एकचोटि यहाँ हेरौँ त, जस्तो के भयो त, मैले अलि यो राखेँ है सिम्पलको लागि। अब के युज भएको छ एकचोटि हेरौँ। यो माथिको दुईटा 6 र 5 लाई क्रस नबजाउने, यसलाई ओपन, तपाईको यो 4th लाई ओपन, र अर्को चाहिँ के हुने भयो, मिडल फिंगर चाहिँ के हुने भयो त भन्दाखेरि सेकेन्ड फ्रेटको यो तपाईको 3rd स्ट्रिङमा हुने भयो। त्यसपछि यो तपाईको 1 2 3 यो 3rd फिंगर चाहिँ, यो रिङ फिंगर चाहिँ के भने 3rd फ्रेटको 2nd स्ट्रिङमा, र अर्को चाहिँ इन्डेक्स 1st फिंगर चाहिँ 1st फ्रेटको 1st स्ट्रिङमा हुने भयो, र बजाउँदाखेरि चाहिँ 4th बाट बजाउने। सो यो चाहिँ डी माइनर भयो। ई माइनर, ई माइनर मैले अस्तिको क्लासमा पनि सिकाएको थिएँ। सो ई माइनर चाहिँ के भन्दा एकदम सजिलो। ई मेजर यस्तो थियो हो, अहिले मैले मेजर कर्डमा सिकाएको थिएँ, स्पाइडरम्यान जस्तो यस्तो वेब फालेको जस्तो है। ई माइनर हेर्नु त सजिलो, सबै बजाउने। यो 0 किनेमा क्रस नगर्ने है। त्यसपछि मिडल फिंगर तपाईको के हुने भयो त, सेकेन्ड फ्रेटको 5th स्ट्रिङमा, तपाईको 3rd फिंगर चाहिँ सेकेन्ड फ्रेटको 4th स्ट्रिङमा, अरु बाँकी मजाले। दिस इज ई माइनर। अब एफ माइनर, मैले एफ मेजर सिकाएको थिएँ हो। यस्तो चाहिँ यो एफ मेजर हो भने यो बिचको औँला निकालेर यता प्रेस गर्दिनु। सो एफ माइनर हो। अब एफ शार्प माइनर हो भने एक स्टेप यता ल्याइन, एफ शार्प। अब जी माइनर हेरौँ। जी माइनर, जी माइनरको लागि के गर्ने त, यो एफ थियो भने यहाँ पनि होइन, अझ यो थोप्ला तपाईले यो देख्नु डट, यो डटमा ल्याएर यस्तै राख्ने। एफ जे राखे थियो यो डटमा ल्याएर यो राख्ने, र बिचको फिंगर हटाइदिने। जी माइनर है, के छ त। सो अल दिज आर माइनर कर्ड्स है। अब तपाईको अलिकता डायटोनिकहरु हेर्यो भने, क्रोमेटिक हेर्यो भने चाहिँ अब एफ शार्प माइनर, जी शार्प माइनर, ए शार्प माइनरहरु, बी फ्ल्याट माइनरहरु पनि हुन्छ हैन, त्यो कुराहरु भयो। सो यिनीहरु चाहिँ के भयो त, सबै माइनर कर्ड्सहरु भयो। नाउ लेट्स मुभ विथ द स्ट्रमिङ थम्ब इन्डेक्स प्याटर्न्स। हामीले चाहिँ मेजर र माइनर कर्ड्स हेर्यौं। अब हेर्नु ल, तपाईले जहिले पनि म्युजिकको लागि चाहिँ कस्तो हुन्छ भन्दाखेरि सुर र ताल हुन्छ हैन। अब सुर भनेको चाहिँ कस्तो भयो त भन्दाखेरि यताको कर्डहरुले चाहिँ तपाईलाई सुर दिन्छ, ताल भनेको चाहिँ राइट ह्यान्डले स्ट्रमिङले दिन्छ हैन। यो चाहिँ के भयो त, रिदम भयो। अनि यो चाहिँ के भयो त भन्दाखेरि तपाईको कर्ड प्याटर्न्सहरु भयो। यसले चाहिँ तपाईलाई के दिन्छ, स्केल्सहरु दिने भयो। सो अब चाहिँ हामी के गर्छौं त भन्दा, राइट ह्यान्डको लागि अहिलेसम्म हामीले लेफ्ट ह्यान्ड गर्यो मेजर र माइनस। अब चाहिँ राइट ह्यान्डको कसरी स्ट्रम गर्ने, डाउन स्ट्रोक हो कि अप स्ट्रोक हो कि म्युट स्ट्रोक हो कि भन्ने कुरा चाहिँ हामी एकचोटि हेर्नेछौँ। अब सुरुमा हामी बेसिकमा छौँ अहिले। सो हामी यताको स्ट्रमिङ प्याटर्न गर्दै गर्दाखेरि चाहिँ हामी के हेर्छौँ त भन्दा, एउटा थम्ब र इन्डेक्स प्याटर्न भन्ने छ, हामी त्यसलाई एकचोटि हेर्नेछौँ। सो किनकि हामी सुरुमा पिक युज गर्दैनौँ। अब थम्ब हेर्नु है एकचोटि। जस्तो मैले एकचोटि ए मेजर कर्ड राखेको छु, र यो चाहिँ यस्तो भयो। यो थम्ब भनेको यसरी तान्ने, इन्डेक्स भनेको यस्तो हेर्नु त, चराको जस्तो चुच्चो बनाउने, यस्तो गर्ने, अनि यो यसले यसरी हान्ने। थम्ब इन्डेक्स, थम्ब इन्डेक्स, थम्ब इन्डेक्स, थम्ब इन्डेक्स, थम्ब इन्डेक्स, थम्ब इन्डेक्स। सो हामी चाहिँ यसरी है। फेरि म एकचोटि देखाउँछु ल। थम्ब यसरी तान्ने, इन्डेक्स यस्तो चुच्चो पार्ने, यसरी बनाउने है। मैले यता कर्ड चाहिँ ए डी र ई लिइरहेको छु है, एकदम सजिलो कर्ड। सो यो चाहिँ स्ट्रमिङ प्याटर्न हो। अहिले चाहिँ हामी डाउन डाउनमा छौँ है, अप गरिरहेको छैनौँ। सो यो चाहिँ के भयो त, थम्ब थम्ब इन्डेक्स, थम्ब इन्डेक्स, थम्ब इन्डेक्स, थम्ब इन्डेक्स, थम्ब इन्डेक्स, थम्ब इन्डेक्स, थम्ब। सो यसरी चाहिँ हामी स्ट्रमिङ प्याटर्न्सहरु गर्न
सक्छौँ। अब तपाईँले यहाँ हेर्दै गर्दा है मैले एकदम बेसिक 4x4 मा गरेर अब तपाईँले यो के हो भन्ने बुझ्नुहुन्न हैन, तर 4 वटा हुन्छ भन्ने कुरा चाहिँ याद गर्नुहोस् अहिले। जस्तै 1 2 3 4 एउटा सक्यो, 1 2 3 4 दुईटा सक्यो र 1 2 1 तीनटा सक्यो। यसरी चाहिँ तपाईँले एउटा कम्प्लिट भयो भन्ने चाहिँ याद गर्नु। जस काउन्ट गर्दाखेरि थम इन्डेक्स थम इन्डेक्स थम इन्डेक्स थम इन्डेक्स गरेर चाहिँ हुन पर्छ। सो अब चाहिँ हामी के हेर्दैछौँ भन्दाखेरि त सिम्बल्स युज इन रिदम्स। अब देयर आर डिफ्रेन्ट सिम्बल्स है, तर हामी एकदम बेसिक र एकदम चाहिने हामी चाहिँ सिम्बल्सहरू हेर्नेछौँ। जस्तै एउटा रिदम दिएको छ, त्यो रिदममा के सिम्बल्स हुन्छ र त्यो सिम्बल्सको मिनिङ के हो भनेर हामी कर्ड्सहरू बेसिक कर्ड्सहरू लिएर चाहिँ हामी त्यसलाई हेर्नेछौँ। सो अब सिम्बल्सहरू हेर्दै गर्दाखेरि सो द फर्स्ट सिम्बल इज डाउन स्ट्रोक है। मैले अस्तिको गिटार लेसनमा पनि भनेको छु डाउन स्ट्रोक भनेको तल। सो दिस इज डाउन स्ट्रोक। मैले यहाँ सिम्बल पनि राखिदिएको छु, एरोले तल दियो भने द्याट्स अ डाउन स्ट्रोक स्ट्रोक है। अप स्ट्रोक भनेको माथि, यो थाहा छ। म्युट स्ट्रोक भनेको चाहिँ दिस इज म्युट स्ट्रोक। त्यसमा चाहिँ के हुन्छ त सिम्बल तपाईँलाई थाहा छ, मैले अस्ति क्लासमा पनि भनेको छु, त्यही पनि मैले यहाँ राखिदिएको छु। सो दिस इज डाउन, दिस इज अप, म्युट। सो डाउन अप म्युट, यिनीहरू चाहिँ के भयो त डाउन अप। अब अर्को चाहिँ के हुन्छ त अर्को सिम्बल चाहिँ के हुन्छ मेजर रिपिट। अब मेजर रिपिट भनेको चाहिँ जस्तै मैले ए बजाएँ र अर्को बारमा गएर पनि फेरि मैले ए बजाउनु पर्यो भने त्यसलाई चाहिँ मेजर रिपिट हुन्छ। सो त्यसको सिम्बल चाहिँ पर्सेन्टेज सिम्बल, मैले यहाँ तल राखिदिएको छ हेर्नुहोस् त, त्यो चाहिँ मेजर रिपिट भयो। अनि अर्को चाहिँ के हुन्छ त कोलोन, दुईटा डट डट लास्ट, त्यो बारको लास्टमा तपाईँलाई मैले यहाँ तल पनि राखिदिएको छु, दुईटा डट डट भयो भने कोलोनको सिम्बल भयो भने चाहिँ त्यो चाहिँ होल बार रिपिट। सर र सुरुबाट बजाए र फेरि एकचोटि त्यसलाई दोहोऱ्याएर बजाउने, द्याट्स कल्ड के भयो त बार रिपिट। मेजर रिपिट भनेको अगाडि जे बजाए पछाडि त्यो बजाउने, त्यसको सिम्बल चाहिँ पर्सेन्टेज सिम्बल, र अर्को चाहिँ डट डटवाला चाहिँ बार रिपिट। अब मैले तपाईँलाई स्क्रिनमा तल के राखिदिएको छु भन्दाखेरि एउटा एक्सर्साइज जस्तो एउटा ट्यागको म राखिदिन्छु र त्यसलाई हामी कसरी बजाउने, कस्तो एप्रोचहरू लिने भनेर अब हामी हेर्नेछौँ। के एक्सर्साइजहरू राखेको छु, अब त्यसपछि त्यो सिम्बल्सहरूलाई कसरी युज गर्ने भनेर एकचोटि हेर्नेछौँ ल। अब यहाँ एकचोटि तपाईँले हेर्नुभयो भने मैले फर्स्टमा चाहिँ फर्स्ट एक्सर्साइज चाहिँ के छ, ए डी र ई को एउटा मैले प्याटर्न राखेको छु। यहाँ के छ त एकदम सजिलो छ, एमा 4 चोटि बजाउने, डीमा 4 चोटि बजाउने, ईमा पनि 4 चोटि बजाउने र लास्टमा फेरि एमा 4 चोटि बजाउने। अब कस्तो भयो त थम इन्डेक्स थम इन्डेक्स, अब डी 2 3 4, अब ईमा 1 2 3 4, अब एमा 1 2 3 4, एकदम सजिलो छ हैन, ए डी ई हैन, अनि फेरि एमा आउनु पर्यो। अब तपाईँलाई यहाँ चाहिँ अलिकता के गाह्रो लागिरहेछ मलाई थाहा छ हैन, कर्ड कसरी चेन्ज गर्ने भनेर अलिकता गाह्रो भएको छ। त्यो म कसरी कर्ड चेन्ज गर्ने भन्ने एप्रोच पनि म लास्टमा तपाईँलाई सिकाउने छु है। सो यो ए को भयो। अब यसै गरी जी को पनि एउटा हेरौँ न है। म जी सी र डी लिन्छु अनि फेरि जी लिन्छु। अब यहाँ के गर्न सकिन्छ भन्दा त्यो ऐकै प्याटर्न हेर्नु त 1 2 3 4 1 2 3 4 1 2 3 4, अब जीमा 1 2 3 4, सजिलो हेर्नु त कसरी। अब गर्ने तरिका के भयो त थम इन्डेक्स 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 थम, सजिलो। यो थियो एक्सर्साइज नम्बर 2। नाउ लेट्स गो विथ एक्सर्साइज नम्बर 3। अब एक्सर्साइज नम्बर 3 मा चाहिँ अलिकता कम्प्लेक्स छ है। यहाँ हेर्नु त मैले त्यहाँ के लेख्दैछु, ए र डी एउटै बारभित्र छ, ई छ र त्यहाँ एउटा पर्सेन्टेज सिम्बल छ। पर्सेन्टेजले के भन्छ, अगाडि जे बजाए पछाडि पनि त्यही बजाउने। अब यसलाई एकचोटि हेरौँ ल। अब यसमा के भयो, ए को रिलेटिभ्स लिएको छ जुन चाहिँ हामीले एक्सर्साइज नम्बर 1 मा गरेका थियौँ। के छ त ए चाहिँ 2 बजाउने, डी चाहिँ 2 बजाउने, त्यसले कम्प्लिट चाहिँ तपाईँको 4 हुन्छ। कस्तो भयो त 1 2 3 4, ई 4 1 2 3 4, अब फेरि ई नै 2 3 4 र ए चाहिँ 4 1 2 3 4, सजिलो छ। फेरि एकचोटि हेरौँ है त कस्तो भयो त ए र डी हाफ हाफ 1 2 1 2 4 भयो। अब ई 4 1 2 3 4, बार रिपिट 1 2 3 4 1 2 3 4, त्यहाँ बार रिपिट होइन मेजर रिपिट है। फेरि तपाईँले याद गर्नु, हेर्नु त कस्तो भयो 1 2 3 4 1 2 3 4 1 2 3 4 1 2 3 4, एक्सर्साइज नम्बर 3। अब एक्सर्साइज नम्बर 4 मा जाउँ। अब एक्सर्साइज नम्बर 4 मा चाहिँ एकदम सजिलो छ। मैले चाहिँ यसमा के राख्दैछु त बार रिपिट। सुरुमा एक बार तपाईँले जस्तो बजाउनु भयो फेरि त्यसलाई रिपिट गर्ने, के गाह्रो छैन। अब कस्तो भयो त मैले सी को लिएको छु है प्याटर्न, सी एफ जी। हेर्नु त 1 2 3
4 1 2 3 4 1 2 3 4 1 2 3 बार रिपिट 1 2 3 4 1 2 3 4 1 2 3 4 1 2 3 4 अब यसमा चाहिँ हामीले दुईचोटि किन बजायौँ भन्दाखेरि मैले त्यहाँ दुईटा कोलोनको सिम्बल राख्दैछु त्यसले के डिनोट गर्छ भन्दाखेरि बार रिपिट गर्ने अब पर्सेन्टेज हो भने अगाडि जे बजाएको छ पछाडि पनि मेजर रिपिट गर्ने हैन केही क्वेसन छ त एकदम सजिलो छ है अब लास्टमा एज अ बोनस अब कर्ड चाहिँ कसरी चेन्ज गर्ने एउटाबाट अर्कोमा भन्ने क्वेसन छ अलिकता यो तपाईलाई गाह्रो एप्रोच पनि यसको लागि प्र्याक्टिस अभियसली चाहिन्छ हैन अब किनकि यो रकेट साइन्स हैन है एकदम प्र्याक्टिसै चाहिन्छ नि अब यहाँ के भयो त जस्तो म एबाट डीमा डीबाट म ईमा जाँदैछु भने चाहिँ तपाईँले कसरी घरमा प्र्याक्टिस गर्न सक्नुहुन्छ भन्दाखेरि यसरी अब यताको बजाउन आएन भने पनि उचाल्दै यसरी राख्दै क्या यो टिप्सले हेर्नु त अब यस्तो डाम त बस्ने नै भयो हैन हेर्नु यसरी 1 2 3 अनि उचाल्ने क्या यसरी 2 3 4 फेरि उचाल्ने यसरी 2 3 4 यसरी हेर्नु त अब है अब तपाईले अझै सजिलो अझै तपाईलाई गाह्रो भयो भने अझै प्र्याक्टिसलाई यो ए थियो भने यसरी क्या यसरी प्र्याक्टिस गर्नुस् अनि ठ्याक्क ठ्याक्क यो अब एकदम गाह्रो भएको चाहिँ के भन्दा यो तारमा ठ्याक्क ठ्याक्क औँला बस्नलाई गाह्रो भएको है तपाईको टिप्सहरुलाई तेर यो मसल मेमोरीको लागि चाहिँ अलिकता उठाउँदै राख्दै हेर्नु त यसरी है मजाले यसरी ट्याक्क ट्याक्क अब कहिले यता पर्छ कहिले यता पर्न सक्छ तर ठ्याक्क यो पोजिसनमा अलिकता कन्सन्ट्रेट गरेर मजाले यसरी गरे भने चाहिँ अब जी को पनि त्यस्तै यसरी उठाउने राख्ने है ओके गाइज आई थिंक यू लाइक माई भिडियो तपाईलाई यदि मेरो भिडियो मन पर्यो भने सो लाइक दिनु होला यदि केही जिज्ञासा छ भने तपाईले कमेन्ट गर्न सक्नुहुन्छ र डु सपोर्ट मी सब्स्क्राइब गरिदिनु होला सेयर गरिदिनु होला अब आज चाहिँ हामीले के सिक्यौं हैन यो सबै कुराहरु अब नेक्स्ट क्लासमा चाहिँ हामी रिलेटिभ कर्डको बारेमा हेर्नेछौं यदि तपाईले एपिसोड नम्बर 1 हेर्नु भएको छैन डु गो विथ द एपिसोड नम्बर 1 बिकज इट्स कनेक्टेड विथ द एपिसोड नम्बर 2 अनि नेक्स्ट क्लासमा चाहिँ आई विल कम विथ द एपिसोड नम्बर 3 ओके एभ्रीवन बाइ बाइ टेक केयर